यो जिउमा के लागेको छ यहाँ यार यहाँ के हे गाइज वेलकम ब्याक टु न्यू ब्लग अनि हिजो म बिहेमा गएको थिएँ होइन अनि उतातिर धेरै काण्ड भयो चोरसोर पनि आएको थियो चोरहरू पनि होइन चोरको बारेमा त्यो अर्को त्यो भिडियो बनाउनु पनि पाइने क्या त्यहाँनिर बनाउनु पर्छ मैले अनि यतातिर हाम्रो 9 बजिसकेको छ अनि यता बुनुहरू अब कलेज स्कुल जाँदैछन् स्कुल जाँदैछन् अब म जाँदैछु दोकान एकछिन बाबा नास्ता खाना हुनुहुन्छ त्यहाँ के हो यो खिचडी आज पोहा हो कसले ल्याइदियो एउटा लिउँ यो त टाइट किन छ यति यतिकै झलेको छ क्या अनि यता कोही हुनुहुन्न त हौ आज घरमा कोही कसैले हेर्दैछु त्यही त अरे कोही नै छैन घरमा त मम्मी मम्मी ओ मम्मी खाना जुन नौ खाना टाउको दुख्दैछ प्लिज को जान्छ दोकान म त जाँदिनँ म लास्ट टाउको दुख्दैछ एक रातभरि रात पनि पाइनु 6 बजे सुतेको 6, 7, 8, 9 4 घन्टा सुतेको छु अनि मेरो मामा पनि आउनुहुन्छ भन्ने हुन्थ्यो त्यो कर्नामा अनि उता पनि जानुपर्ने छ अझै कामै काम छ दिनभरि बाइकमा तेल हालेको कि छैन जो तेल सिद्धिएको थियो अब आज हाल्ने भनेको भएकै छैन आज हाल्नलाई काकीले चाहिँ के बनाउँदै हुन्छ आगो यत्तिकै बालेर जानुभएको नि त काकी के पाक्दैछ ए दुधलाई पो ओढ्नलाई रहेछ खाना के भनेको छ आज खाना वाट इज आवर खाना भात रहेछ साग हो यो यो आलु परवलको तरकारी र दाल भात आलु परवलको तरकारी यही त कति बजिसक्यो यार भर्खरको 12 बज्दो रहेछ 12 पनि बजेको छैन राम्ररी लाग्यो त 1-2 बजिसक्यो होला अहिले 12 मात्र बजेको छ अब खानासाना खानु पर्यो ए बाबु के भयो हातमा के भयो छि यो जिउमा के लागेको छ यहाँ यार यहाँ के लागेको छ छि म भरि सिगान लागेको छ यहाँ त तँलाई त फोरी ए काम छैन तँलाई के काम छैन अरू आइपुगेको अनि यहाँ हाम्रो के हुँदैछ यहाँभित्र अरे हटिया थियो आज यहाँ कोही छैन त घरभित्र त ला मैले त भने कोही न कोही त हुनुहुन्छ होला नि त अनि त्यसैले अरे यो नाला पनि बर फोहोर भएको छ क्या हाम्रो यतातिरको यो अनि यो नाला पनि सफा गर्नुपर्छ जस्तो छ अनि यो बाख्रा हाम्रो मेरो हो भाइ मेरो हो कि बाबु मेरो हो नि अब पढ्छु अहिलेदेखि होइन बाबू ओकरा फोटो ट्रान्सफर गरेर छले बाबू के गरेको कहाँ बाँध्छौ मेरो बाख्रा हो नलग है ओइ यता हेर्न यता सानो पनि मेरै हो सानो ठुलो दुइटै मेरो हो के नाम लेखेको छ तेरो भाग यहाँदेखि भाग म किनिहाल्छु यो बच्चाले अनि त के गर्छस् सानो बच्चा मेरो हो त पनि खान्छस् बुबु त पनि खान्छस् यार त अरे खान्छु मामुको हो गाईको पनि खान्छस् बाबु अच्छा चुगम खाँदैछस् कसले दियो किन किनिस् चुगम खानु हुँदैन किन खाइस् भन् त किन खाइस् चुगम खानु हुँदैन क्या पिडै खान्छस् त तँलाई म पिट्छु क्या त धेरै आजकल फटा हुँदैछस् म हेर्दैछु नै बस्छ अब यसलाई पनि स्कुल हाल्ने टाइम आउँदैछ क्या त्यसलाई पनि हाल्नुपर्छ अनि यता मक चल्दैछ जस्तो ट्युसन को ट्युसन पढ्ने? 2 बजे। 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 2 बजे।
किन तेरो पढाइ बिग्रियो र हो मलाई त्यही लाग्दैछ त्यसैले ट्युसन अनि यहाँ मेरो बोल्नु पढ्दैछ होला इस पढ्दैछ यो पनि मैले पनि पढ्नु पर्नेछ मोबाइल राखेर चाहिँ किन पढ्नु मोबाइल राखेर चाहिँ किन पढ्नु किन त सर्च गर्छस् कि मेसेज गर्छस् अहिले पनि इन्स्टाग्राम एकाउन्ट बनाएर पुरै होइन अनि किन के बोल्छ यहाँ हजुरआमा कहाँ देखा आउनुभयो फेरि बाल लाइट बाल लाइट बाल चिप्ली अहिले कक्कले पानी यहाँ पुरै पानी नै पानी गरेको छ नि बाख्राले गरेको होइन बाख्रा कति हेराउनु तँलाई हेराउँछु तँ पनि त बाख्रै होस् बाबु हो कि बाबु त जा चढाउन लिएर जा बाख्राले लिएर जा चढाउन जा लिएर जा बाई जा बाबु चढाउन लिएर जान्छु अब अहिले एकछिन एकाउन्ट पढ्न सुरु गर्नु पर्यो 3 दिन मात्र सिक्छ हामीलाई एकाउन्ट त गाह्रो छ त्यो बाइक अरूसँग चाहिँ पास हुन सकिन्छ इजिली कता अहिले बसेको थिएँ यहाँ के हो रहेछ काकीले चटनी बनाऊ चटनी हो कि यो मसला हो मसला बनाउँदै हुन्छ अनि यहाँ मम्मीले तरकारी आज भन्छ बोडीको तरकारी भन्छ अनि मकै यो अस्ति ल्याएको त्यो मामा घरदेखि त्यो सुकेर बिग्रिन पनि आँटिसक्यो त्यो के गर्ने हो बिउ बनाउनु हुन्छ कि के गर्नु मकैलाई बिउ मकैको बिउ हौ बिउ बनाउनुहुन्छ कि के गर्नु कसो भित्र यहाँ हो कि क्या हो अरे यहाँ पो आँटा के कति फोर यत्रो आँटा खान्छ यो के हो सब छँदैछ त त्यसले चाल्न आउँदैन देखि आइपुगेको होइन अब खाना हाम्रो के बनाएको छ यता मम्मीले बनाउँदै हुन्छ रोटी पाक्दैछ यहाँनिर मलाई भोक लाग्यो भोक लागेको छ यहाँ बाख्राको यो सब यहाँनिर किन छ बित्छ भनेर होला आजकल कुनै टाइम पनि पानी परिदिन्छ अहिले बिहान पुरै घाम निस्केको हुन्छ बेलुकातिर पानी परिदिन्छ त्यसैले मौसम कहिले भन्नै सकिँदैन यतातिर भातहरू छ कि क्या हो भोक लाग्यो मम्मी भोक म खाँदिनँ न म खाँदिनँ भात मलाई के भनेको छ तरकारी